यहाँ चाहिँ को भन्नु पर्यो आज नानी बडा बाउ राम्रो राम्रो बहिनीहरू रहेछ है नमस्ते सबैजनालाई सबैजना जाति कुशलतै हुनुहुन्छ होला है आज फेरि तपाईँहरूको सामु नयाँ भिडियो लिएर आइरहेको छु आज चाहिँ के भने हाम्रो माथि भाइको नानीको भात खाइमा चाहिँ गएको हो ल है त भिडियो हेरेर इन्जोय गर्नु होला अब के हुन्छ है कस्तो हुन्छ त्यहाँ गएर देखाउँला ल नसै कटहर माथि पुरा फलेको थियो सकिसकेछ सब्जी खाएर यहाँको कटहरको सब्जी चाहिँ खाइभयो हो अझै रहेछ 4-5वटा ए मेरो बुढी चाहिँ बल्ल तयारी हुँदो रहेछ है यहाँ आएर तयारी हुँदै कस्तो देख्छ मलाई साडी लाउँदा भनेर नि आज फर्स्ट टाइम एकदम त्यो के भन्छ यो पहेँलो साडी चाहिँ के जस्तो के भन्छ मैंने प्यार कियाको जस्तो क्या मैने हैन मेने मैंने प्यार किया जस्तो क्या कबुतर जा 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 भन्ने क्या हिरोइनिक नाम चाहिँ के हो भनिदिनु पर्यो तपाईहरुले कमेन्टमा आएर कमेन्ट बिर्से पुरानो भएर हिरोको नाम चाहिँ सलमान खान हो मेने ल हे आइपुगे यहाँ चाहिँ को भन्नु पर्यो आज नानी बडा बाउ राम्रो राम्रो बहिनीहरू रहेछ है रहेछ नानी चाहिँ है नानीको बडा बाउ ल यहाँ रहेछ नानी कहाँमा चाहिँ यहाँ स्पेसल मान्छेहरू रहेछ हो शिवानी यहाँ चाहिँ सालीहरूले फोटो खिच्दो रहेछ यहाँ चाहिँ तपाईँको खानापिना पकाउने ठाउँ रहेछ यहाँ चाहिँ सुपहरू उम्लिँदो रहेछ है खानापिना पनि पकाइसक्न आँटेको रहेछ यो चाहिँ खाना खाने जग्गा रहेछ मजाले डेकोरेसन गरेको रहेछ यतापट्टि चाहिँ बफेहरू राखेको रहेछ है अब यहाँ माथि तलामा चाहिँ रहेछ ड्रिङ्क है यहाँ चाहिँ अब यी मान्छेहरू आएर खाँदो रहेछ काका पनि हुनुहुँदो रहेछ यसमा चाहिँ अब आवाज छैन किनकि आवाज काटेको छु है जो रियल आवाज छ त्यो चाहिँ काटेको छु किनकि अब यो पुरा गाना बजिरहेको थियो नि त त्यो गाना बज्दाखेरि चाहिँ के हुँदो रहेछ भने फेसबुकले कपिराइट हान्दो रहेछ हो कपिराइट हानेर फेरि पुरै पेजै ह्याङ बनाइदिन्छ हो अन्त त्यही भएर चाहिँ एकदम त्यो मेन उयो चाहिँ काटेर यहाँ चाहिँ हेर्नुहोस् चिया हो चिया पानी यहाँ चाहिँ बनाउँदो रहेछ भाइले मकतेल हो कि कोकतेल हो एकदम
यो चाहिँ उयो के भन्छ यसमा चाहिँ ड्रिङ्क छैन, हार्ड ड्रिङ्क छैन, यो चाहिँ एकदम सफ्ट खालि हो। यहाँ चाहिँ बहिनीहरूले मक्तेल खाँदै बसिरहेको रहेछ। यिनीहरूलाई भोटका हालिदिएको छ भनेको विश्वासै गरेनौ। बुढिया र नानी पनि खाँदो रहेछ मक्तेल। जियोस् चिकन चाहिँ मिठो बनाएछ हौ, एकदम चाटी चाटी खाँदैछ नि त केटीहरूले, मिठो बनाएछ। यहाँ चाहिँ बहिनीहरूले चियासँग चिकन खाँदो रहेछ हो। मक्तेल चाहिँ भरे बेलुका खालि खान्छ अरे। मेरै पटनको सापलाई पनि भेट्यो हाम्रो के हो स्याङ्बो सापलाई भेटेँ हो आज धेरै दिनको बाद। चाहिँ साली काका काकी भाइ बसेर खानुहुँदो रहेछ है। काकाले चाहिँ कडा नखाएर चाहिँ चियासँग चिकनै खाइदिँदो रहेछ नि त हौ। के चाङले मार्छ, चाङले कराउँछ होला नि त। साली नानीले विचार के भनिदिएको थियो मेरो च्यानलको लागि है, तर म्युजिक कपिराइटले गर्दाखेरि काट्नु पर्यो। त्यही भएर साली नानीलाई धेरै धेरै धन्यवाद। यही बफे पनि लागिसक्यो, अब खाना पनि रेडी भएछ है। खाना अब सुरु गर्ने बेला भएछ। बफे चाहिँ त्यो जोस दामी रहेछ हौ, ग्लासवाला रहेछ नि त, माथिबाटै देख्ने के आइटम छ भने। फुपाको पनि निकाल्दै न। चिच्ची माइला चिच्ची खाना उयो नखाइदियो खाना त्यो चाहिँ अब आफै किन्दिन आमाले है। अनलाइन मगाइदिन आमाले भनेको नि के भयो होला ले 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 उयो राख्दैन छोरा ला 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 यी फुल फुल ल साथी हो, खाना खाने टाइम पनि भयो, खाना खाएको है। हेर्नुहोस् है सुँगुरको मासु कसलाई मनपर्छ सुँगुरको मासु कमेन्ट गर्नु होला है। अब खानासाना खाएर चाहिँ घर जाने है। ल बुढिया नि बसेर खाँदैछ हो। बुढाले नि आज कहिले नखाने मान्छे सुँगुरको मासु खाँदैछ है। अब ल है साथी हो, अब आजलाई यति, अर्को नेक्स्ट भिडियोमा भेटौँ ल, बाई बाई।